हेलो एभ्रिवान, नमस्ते, वेलकम टु माई मिनी भ्लग। सो अहिले चाहिँ म भर्खर नुहाएर निस्केको है। अन्त हामी चाहिँ आज घुम्नु जानु आँटेको है। कहाँ जानु आँटेको भन्दाखेरि चाहिँ म एकछिनमा भन्छु है। अनि अहिले चाहिँ म छिटो रेडी हुँदैछु, किनभने बाबा र मम्मी आउनुहुँदैछ नि त लिनु, त्यही भएर छिटो रेडी भएको है। अहिले फेरि रेडी भएको छैन, मार्नुहुन्छ है। अन्त यहाँ रेडी भएर अलिअलि नकल पार्दैछु। अलिअलि नकल पारेर चाहिँ गएको है। त्यहाँबाट बाबा मम्मी पनि आउनु आँट्नु भएको छ है। सो त्यही भएर चाहिँ म रेडी भएर चाहिँ हामी डेस्टिनेसनमा पुग्यो। अन्त यो कहाँ हो भन्दाखेरि चाहिँ यो चाहिँ हो हनुमान टक है। गाइज यति डरलाग्दो चिसो थियो, हामी झन् पुग्ने बित्तिकै गटङ पानी पर्यो है। यस्तो डरलाग्दो चिसो थियो। हामी बल्ल पुगेर चाहिँ त्यहाँबाट उकालो जाँदैछ है। यस्तो चिसोमा म चाहिँ नकल पार्दै हिँडिरहेको छु है। अन्त चिसो भएर कक्रेर हिँडिरहेको छु। सो हामी पुग्न आँटेको थियो है उकालो चढेर। हेर्नुहोस् न गाइस, यस्तो पानी परिरहेको थियो त्यहाँ, जाडो त्यत्तिकै, हावा त्यत्तिकै है। अन्त हामी चाहिँ मन्दिरतर्फ जाँदैछौँ। अन्त यस्तो चिसो, अन्त जाँदै अलिक हिँड्नुपर्छ नि त मन्दिरमा जाँदाखेरि चाहिँ। अन्त उहाँ चाहिँ मेरो भाउजू हो है। यता हेर्नुहोस् न भन्दा हेरेर हाँस्दै हिँडिरहनु भएको छ। सो हामी चाहिँ मन्दिर पुग्न आँट्यो। अन्त यहाँ चाहिँ हामी मन्दिर पुगेर यस्तो हेरेको त गाइज, यस्तो भिड, टुरिस्टहरूको यस्तो भिड रहेछ है। त्यहाँबाट हामी भित्र पस्यौँ। त्यहाँबाट भित्र पसेर हेर्दाखेरि त पेन्टिङ हुँदै रहेछ गाइज है मन्दिरमा चाहिँ। अन्त भित्र दर्शन गर्नु जाउँ भन्दाखेरि त्यहाँ पनि लाइन पो लाग्नुपर्ने रहेछ है। त्यहाँबाट चाहिँ हामी भित्र पस्यौँ है। अन्त भित्र पस्यो, बल्ल हाम्रो टर्न आएर चाहिँ भित्र पसेर हामी दर्शन गर्दैछ है। अन्त त्यहाँ म र मम्मी चाहिँ त्यहाँ दर्शन गर्दैछ है, ढोक्दैछ त्यहाँ। अन्त उहाँ चाहिँ मेरो मम्मी हो है। अन्त ढोक्दैछ। हामी पूजासुजा गरेर चाहिँ हामी चाहिँ निस्क्यौँ है। त्यहाँबाट निस्केर चाहिँ अर्को मन्दिरमा चाहिँ जाने भनेको है। यस्तो डरलाग्दो पानी पर्दै थियो गाइज, पानी परेर हावा त्यत्तिकै, हेर्नुहोस् न जाडोले यस्तो कक्रिसकेको थियो। म त पानी हेर्नु न कस्तो परिरहेको थियो है। अन्त हामी चाहिँ यो चाहिँ अर्को मन्दिरमा गएको है। यतापट्टि नै छ नि त, यहाँ साई मन्दिरहरू छ नि त यता चाहिँ। अन्त त्यही भएर चाहिँ गएको है। यहाँ साई बाबा हुनुहुन्छ है। यहाँ सबै भगवान्हरू हुनुहुन्छ है। गाइज राम्ररी देखाउनु पनि पाएन, किनकि यहाँ टुरिस्टहरू यति बेसी थियो है, भिड थियो, खुट्टा टेक्ने ठाउँ पनि थिएन। अनि अलिअलि भए पनि क्लिप लिएको छु है। अन्त यो चाहिँ अर्को हो है, एकदमै दामी छ गाइज। तपाईँहरू पनि आउनु भएको छैन हनुमान टक भन्दाखेरि चाहिँ आउनुहोस् है, एकदमै राम्रो छ है। त्यहाँबाट चाहिँ हामी बल्ल सक्यो, सबै दर्शन गरेर सकेर चाहिँ हामी चाहिँ निस्केको है। उहाँ चाहिँ भाउजू हो मेरो है, निस्केको। अन्त हामी चाहिँ अब गणेश टक जानु आँटेको है। हामी चाहिँ निस्केको बल्ल सकेर। अन्त निस्किँदा गाइस यस्तो चिसो छ यो ठाउँ चाहिँ हिउँ पर्ने ठाउँ हो नि त है, त्यही भएर यस्तो चिसो छ। अन्त हामी चाहिँ पुग्यौँ गणेश टक है। हेर्नुहोस् न गाइस, गणेश टकमा पनि त्यत्तिकै भिड। यहाँ त झन् हनुमान टक भन्दा ज्यादा रहेछ भिड चाहिँ हो, लाइनमा पो हिँड्नुपर्ने रहेछ है। त्यहाँबाट चाहिँ गयौँ है। त्यहाँबाट बिस्तारै गएर त्यहाँबाट चाहिँ मम्मीले चाहिँ मन्दिरको सामान किन्ने भनेर चाहिँ मन्दिरको सामान किन्नु हुँदैछ नि त, पूजा गर्ने सामानहरू। अन्त पूजा गर्ने सामानहरू मम्मीले किन्नुभयो है। त्यहाँबाट चाहिँ बिस्तारै हिँड्दै जानुपर्छ त्यहाँ माथि गणेश टकमा। यस्तो भिड, लाइनमा पो जानुपर्ने रहेछ है गाइज। हेर्नु न यस्तो भिड, टुरिस्टहरू चाहिँ गाइज पुरा आएको रहेछ है। त्यहाँबाट चाहिँ हामी बिस्तारै गर्दै भित्र पस्यौँ है। भित्र पसेर गणेश भगवानको दर्शन गर्यो हामीले है। गणेश भगवानको दर्शन गरेर पूजा गरेर अन्त त्यहाँबाट चाहिँ हामी चाहिँ निस्क्यौँ है। मम्मीले सबै चढाइदिनु हुँदैछ है। अघि हामीले के ल्याएको थियो सबै चढाइदिएर चाहिँ चढाइदिनु हुँदैछ। चढाएर चाहिँ त्यहाँबाट हामी निस्केर चाहिँ गाइस धुप बालेको हावाले यस्तो धुपै बल्नु दिएन, कस्तो साह्रो परेको धुप बल्नु, पुरा हावा चलिरहेको थियो नि त है। त्यहाँबाट चाहिँ बल्ल धुप बल्यो है। धुप बलेर चाहिँ त्यहाँबाट घुम्नु पर्ने हुन्छ है। धुप बलेर चाहिँ
पालेर चाहिँ वरिपरि घुम्नु पर्ने हुन्छ नि त। सो त्यही भएर चाहिँ हामी चाहिँ धुप बोकेर चाहिँ पूजा गर्नु लाग्यो है। पूजा गर्दैछौँ हामी चाहिँ। त्यहाँबाट पूजा गरिसकेर चाहिँ यहाँ मम्मीले पनि पूजा गर्नुहुँदैछ। सो त्यहाँबाट मैले पनि शिवलिङ्गमा पानी चढाएँ है गाइज। यो आन्टीको चाहिँ यति बेसी विस रहेछ है। हेर्नुहोस् न यहाँ कानमा, नन्दीको कानमा भनेको भने छ है। म पनि यहाँ नन्दीलाई चाहिँ पानी चढाउनु पर्यो भनेको है गाइज। बल्ल बल्ल सकेर चाहिँ त्यहाँबाट मैले पनि नन्दीलाई पानी चढाएँ है। अन्त पानी चढाइसकेँ है। यहाँ फुपूले पनि भन्नुहुँदैछ। अनि त्यहाँबाट पानी चढाएर चाहिँ त्यहाँबाट म पनि मेरो विस भन्नु पर्यो नन्दीको कानमा भनेको त फेरि अघिकै आन्टी आयो है। अघिकै आन्टी आएर फेरि उसको विस इन्कम्प्लिट भएछ है। त्यही भएर चाहिँ फेरि आएर फेरि भन्दैछ है यो आन्टीले। सो बल्ल बल्ल मेरो टर्न आएर चाहिँ मैले पनि मेरो विस मागेँ है। सो गाइज यति नै थियो मेरो भ्लग है। तपाईहरुलाई कस्तो लाग्यो प्लिज कमेन्ट गरिदिनुहोस्। अनि लाइक शेयर एन्ड सब्सक्राइब पनि गरिदिनुहोस् मेरो च्यानललाई है। अनि सो आजको लागि चाहिँ यति नै थियो। बाइ बाइ गाइज, सी यू इन नेक्स्ट भ्लग।